देखाइरहेको छ, हेर्न सक्नुहुन्छ। बालेन्द्र शाह बालेन हामी हेर्न सक्छौँ। बालेन दाई प्रधानमन्त्रीज्यू बालेन्द्र शाह प्रधानमन्त्री यतिखेर राष्ट्रसभा पाठशालामा आउनुभएको छ, हेर्न सक्नुहुन्छ। बालेन्द्र शाह बालेन प्रधानमन्त्री यतिखेर राष्ट्रसभाको पाठशालामा आउनुभएको छ। दर्शक महानुभावहरू आफै हेर्न सक्नुहुन्छ। हामीलाई चाहिँ देखाइरहेको छ, हेर्न सक्नुहुन्छ। बालेन्द्र शाह बालेन हामी हेर्न सक्छौँ। बालेन दाई प्रधानमन्त्रीज्यू अस्ति पनि भनेको थिएँ नि प्रक्रिया पुरा गर्ने हो, प्रक्रिया पुरा भयो हैन। सब खुसी भएर सब खुसी हार्दिकताको साथ हैन, किन भन्दा यो त जनताले एउटा ताजा जनादेश दिएको बेला हो हैन। सो त्यो भएको छ। ओके, अब के हुन्छ, जनताले चाहना धेरै राखेका छन्, सपनाहरू धेरै देखेका छन् हैन। 30-35 वर्षदेखि यो देश कहिले पनि उमो लागेन भनेको छ। बालेन शाह आउने बित्तिकै उमो लाग्ला भन्ने त छैन, तर यस्ता बाटोहरू बन्न यसो छ नि त। म तपाईँ मार्फत के निवेदन गरौँ भन्दा होइन, अब यो सुसंस्कृत राजनीतिको जुन हामीले गरेको अभ्यासहरूदेखि लिएर सबै चिजमा सबैभन्दा राम्रो चाहिँ के भन्दा सुशासन र वैकल्पिक राजनीतिको आत्माले चाहिँ आजबाट शरीर पनि पाएको छ। दर्शक महानुभावहरू यतिखेर बालेन्द्र शाह प्रधानमन्त्री यतिखेर राष्ट्रसभा पाठशालामा आउनुभएको छ, हेर्न सक्नुहुन्छ। बालेन्द्र शाह बालेन प्रधानमन्त्री यतिखेर राष्ट्रसभाको पाठशालामा आउनुभएको छ। दर्शक महानुभावहरू आफै हेर्न सक्नुहुन्छ। हामीलाई चाहिँ देखाइरहेको छ, हेर्न सक्नुहुन्छ। बालेन्द्र शाह बालेन हामी हेर्न सक्छौँ। बालेन दाई प्रधानमन्त्रीज्यू बालेन दाई भित्र गइसक्नु भएको छ। हामीले हेर्न सक्छौँ यतिखेर प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसभाको पाठशालामा आउनुभएको छ। यहाँ भिड हेर्न सक्नुहुन्छ। हामीलाई त्यो देखाइरहेका छौँ। पक्कै पनि दर्शक महानुभावहरू ठिक छ। जुन मैले अस्ति पनि भनेको थिएँ नि प्रक्रिया पुरा गर्ने हो, प्रक्रिया पुरा भयो हैन। त्यो गर्नै पर्ने थियो। आम नागरिकहरूको यो पालिका हाम्रो मतै त्यसकै लागि थियो हैन, अपरिहार्य नै थियो। जनताको म्यान्डेटै हो, त्यसले त्यो नै सर्वोपरि हो। अनि एकदम शिष्ट राम्रो सबै साथीहरूले एउटा एकदम सौहार्दपूर्ण तरिकाले हैन, सब खुसी भएर सब खुसी हार्दिकताको साथ हैन, किन भन्दा यो त जनताले एउटा ताजा जनादेश दिएको बेला हो हैन। सो त्यो भएको छ। ओके, अब के हुन्छ, जनताले चाहना धेरै राखेका छन्, सपनाहरू धेरै देखेका छन् हैन। 30-35 वर्षदेखि यो देश कहिले पनि उमो लागेन भनेको छ। बालेन शाह आउने बित्तिकै उमो लाग्ला भन्ने त छैन, तर यस्ता बाटोहरू बन्न यसो छ नि त। म तपाईँ मार्फत के निवेदन गरौँ भन्दा होइन, अब यो सुसंस्कृत राजनीतिको जुन हामीले गरेको अभ्यासहरूदेखि लिएर सबै चिजमा सबैभन्दा राम्रो चाहिँ के भन्दा सुशासन र वैकल्पिक राजनीतिको आत्माले चाहिँ आजबाट शरीर पनि पाएको छ। त्यो शरीर अनुसारै काम गर्छ। विथितिहरू अन्त्य गर्दै सम्भावनाहरू खोज्ने बेला हो होइन। आम नागरिकले त्यतिखेर भनेको कुरा के थियो भन्दा भ्रष्टाचारको अन्त्य, सुशासन र परिवर्तन भनेर भनेको थियो। त्यसले हामीमा सामूहिक रूपमा, हाम्रो मात्र होइन कि हामी सबैजना संसारका तपाईँहरूदेखि लिएर विभिन्न क्षेत्रका साथीहरू जिम्मेवार भएर अब सानोतिनो कुरामा अड्केर होइन कि देशलाई साँच्चीको त्यो उचाइमा लानलाई काम गरेर सबैजना मिलेर गर्नुपर्ने छ। त्यसको एउटा साधन भनेको चाहिँ आजको दिन राष्ट्रसभा हो। तर जिम्मेवारी त हामी सबैको सामूहिक हो। सबैले आफ्नो ठाउँबाट खेल्नुपर्छ है। ल ठिक छ, ठिक छ। यो हाम्रो सांस्कृतिक पोसाक होइन, यो चाहिँ हाम्रो मटिना टेलर्सको हाम्रो माहरूले आमाहरूले बनाउनु भयो। उहाँहरूले पहिलादेखि नै सांस्कृतिक कार्यक्रम राज्यको कार्यक्रमहरूमा बनाउनु हुन्थ्यो। अनि योपालि उहाँहरूलाई पनि प्रोत्साहन दिन मैले खालि हाम्रो मात्र होइन सबै जात जाति भेषभूषाहरू चाहिँ यसरी नै संसदमा प्रतिनिधित्व होस्, त्यसले सबैलाई अपनत्व पनि महसुस गर्छ। मैले त्यतिखेरदेखि नै सबैलाई निवेदन गरेँ। पार्टीको नीति पनि त्यही छ। नागरिकको आत्मसम्मान, नागरिकले अपनत्व महसुस गर्ने हामीले व्यवस्था ल्याउन सक्नुपर्छ होइन। आत्मनिर्भरताको कुराहरू ल्याउनुपर्छ। सो योपालि संसद चाहिँ साँच्चीको संसद जस्तो। भोलि शपथ खाने तयारीमा तपाईँ हुनुहुन्छ कि हुनुहुन्छ? हेरौँ अब त्यहाँ आज हामीले त्यो अधिकार हाम्रो नेताहरूलाई दिएको है। के छ पुष्प? असीम शाह यहाँ छ नि, खोइ त असीम शाह थ्याङ्क यू। हामी सबैलाई ए रूपन्देहीबाट हामी हेर्न सक्छौँ। यहाँ भिड अहिले घन्टीघरको ताजा अवस्था हामीले देखिरहेका छौँ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनज्यू घन्टीघरमा आउनुभएको छ भने बालेन शाह गाडी हेर्न सक्नुहुन्छ। हामीलाई देखाइरहेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ। यो घन्टीघरको ताजा अवस्था हामीले अहिले देखाइरहेका छौँ हजुरलाई। आफै पनि हेर्न सक्नुहुन्छ।
बालेन्द्र शाह बालनको गाडी यही गाडीमा आउनुभएको थियो, पक्कै पनि हेर्न सक्नुहुन्छ। हामीले हजुरलाई देखाइरहेका छौँ। पक्कै पनि प्रधानमन्त्री बालेन्द्र शाह बालेन यतिखेर रासपाको पार्टी कार्यालयमा आइसक्नु भएको छ र यो घन्टीघरको माहौल हेर्न सक्नुहुन्छ। पक्कै पनि हामीले हजुरलाई देखिरहेका छौँ अहिलेको ताजा अवस्था। दर्शक महानुभावहरू, प्रधानमन्त्री बालेन्द्र शाहजी पनि घन्टीघरमा आएर भित्र प्रवेश गरिसक्नु भएको छ। हामीले हजुरलाई देखिरहेका छौँ, हेर्न सक्नुहुन्छ। यो घन्टीघरको ताजा माहौल हामीले हजुरलाई अहिले देखिरहेका छौँ, हेर्न सक्नुहुन्छ। यो आगो त्यो पनि सँगै यहाँ बालेन शाह गाडी ब्याग हुँदैछ, हेर्न सक्नुहुन्छ। यो बालेन शाह प्रधानमन्त्रीज्यू चढेर आउनु गाडी यही नै हो, तपाईँ हेर्न सक्नुहुन्छ। जोला सङ्ग्रौला पनि यतिखेर घन्टीघरमा आइसक्नु भएको छ, पनि हेर्न सक्नुहुन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ यो बालेन शाह गाडी यहाँ साइड लाउँदै हुनुहुन्छ। हामीले हजुर देखाइरहेका छौँ। यहाँ माननीय जोला सङ्ग्रौला आउनुभएको छ, हेर्न सक्नुहुन्छ। हराभरा बन्नु भएको थियो होइन। अब त झन् उहाँ एकदम विज्ञ व्यक्तिहरू हुनुहुन्छ राजसभामा है, सबै ट्यालेन्ट हुनुहुन्छ, एकदमै निर्णय गर्नुहुन्छ होला जस्तो लाग्छ। पहिलो निर्णय उहाँ प्रधानमन्त्री भइसके पछाडि प्रधानमन्त्री भइसकेपछि अब यो जेनजी आन्दोलनमा भएको यो घटनाहरूको होइन, अब कसैबाट यो छानबिन गर्नुहुन्छ, दोषीलाई कारबाही हुनपर्छ होइन, त्यही नै भन्नु। अरू देशवासी मान्छेले धेरै अपेक्षा राखेका छन् होइन। उहाँहरूले चाहिँ अब 100 दिनमा नर्मली देखिन्छ भनिन्छ नि, के काम गर्नुपर्छ 100 दिनमा चाहिँ? 100 दिनमा चाहिँ अब के काम गर्नु भने राम्रो काम गर्ने, जनताको मन जित्न सक्ने, अब भनौँ न अब यो अब घुसपिट गर्नेहरूको फाइल खोल्ने होइन, घुस खानेहरूको त्यही फाइल खोल्ने र जुन भ्रष्टाचारीहरूलाई लगेर जेलमा कोत्ने होइन, जति नै भ्रष्टाचार गरेर बसेन्, यो कालो धन लुकाएर बसेन्, उहाँहरूलाई लगेर कोच्ने गर्ला नि त। त्यो बालेन शाहले गर्ला नि, गर्नुहुन्छ बालेन शाह। विश्वास छ, 100% विश्वास छ, एकदमै राम्रो गर्नुहुन्छ। विश्वस्त हुनुहुन्छ एकदमै आशावादी छौँ हामी सबै, उहाँलाई यहाँसम्म ल्याउनु नै हामी सबै। पुराना दलहरूलाई के भनाइ छ तपाईँको? पुराना दललाई के भन्नु छ? पुराना दलहरूलाई अब चुप लाएर बस्नुहोस् है। कहाँ बस्ने? अब आफ्नो घरमा कोठामा कता हुन्छ ती पोलिया घरहरूमा बस्नुहोस् होइन, राम्रोसँग बस्नुहोस्। अब नयाँ आउनेलाई काम गर्न दिनुहोस्, टाउको नदुखाउनुहोस्, गिदी नखानुहोस्, च्याङ कराएर मिडियामा लेखेर होइन मान्छेलाई चाहिँ अब अब अरू मान्छेहरूलाई पैसा दिन्छौँ यस्तो गरौँ भनेर मान्छेले अघि सारेर नगर्नुहोस्, राम्रोसँग अनि काम गर्न दिनुहोस्, अवसर दिनुहोस् भनेर भन्छौँ। तपाईँहरूले जति गर्नुभयो 35 वर्षसम्म हेऱ्यो हामीले होइन, अब 35 वर्षसम्म पनि तपाईँले केही सुको माखु नमारे पछाडि अब यी भत्तुहरूलाई यिनीहरूलाई चाहिँ हामी पाल्न सक्दैनौँ भनेर टकटकेर सबैले राजसभालाई ओर्याउनु भएको छ मत होइन। अब चाहिँ हामी राजसभा होइन, यो अब मत त ओर्याउनु भयो, अब यही अहिलेको कार्यकाल मात्रै हो कि अब आउँदो 5 वर्षपछि पनि राजसभामा देश हुन सक्छ? राम्रोसँग काम गर्दै जानुभयो भने ठिक छ, युगसम्म पछिसम्म ठिक छ नि त होइन। काम राम्रोसँग गर्न सक्न पर्यो होइन। एउटा कुरा फेरि उहाँहरूले यो मिडिया मार्फतबाट पनि भन्छु क्या, उहाँहरू यस राजसभा हाम्रो पार्टी हो भन्दैनन् क्या, हामी त उहाँहरूले पनि गल्ती केही गर्नु भने